सागर र कान्छीलाई फसाउन ठूलो खेल खेलेकी ती घरबेटी साउनीले अन्तत कान्छीको अगाडि हरेस खानु पर्यो। सागर यति बेला फसिसकेका थिए। ती घरबेटी साउनी गएर अफिसमै गएर सागरलाई निकाली पनि सकेकी थिइन्, तर आज कान्छीले बचाएकी छिन्। आदरणीय दर्शकबिन नमस्कार अनि स्वागत छ तपाईहरुलाई हाम्रो यो नयाँ भिडियोमा। हामी आज आएका छौं कान्छीको रिभ्यू लिएर। आशा छ भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुहुनेछ। साथै आफ्ना सल्लाह सुझाव र प्रतिक्रिया भए कमेन्ट बक्समा छोड्न पनि नबिर्सनु होला। तपाईहरुले थाहा पाइहाल्नु भयो, सागर र कान्छीलाई त्यो घर र अफिसबाट निकाल्नको लागि ती घरबेटी साउनीले धेरै ठुलो प्रयास गरिन्। यतिसम्म कि सागरले काम गरेर राखेको हार्ड डिस्क पनि अफिसमै गएर चोर्न भ्याइन्। उनले सीसीटीभी फुटेज पनि लुकाउन भ्याइन्। हत्यारा नहुन्, उनलाई त्यो सानो सामान चोर्न के ठुलो कुरा थियो र उनले हरेक प्रयास गरिन्, तर कान्छीले त्यसलाई असफल बनाइदिइन्। यति बेला सागर अफिसमा बसेर धरधरी रोए पनि, उनले सलिनालाई चटकन हाने पनि, यो सब तिमीले गर्दा भएको, आज तिमी आउनु र मेरो हार्ड डिस्क हराउनु भनेर। तर वास्तवमा सागरले उनको घरबेटी साउनीतिर त शंका गरेकै थिएनन्। धन्न कान्छी दिमागवाला थिइन्। कान्छीलाई ती घरबेटी साउनीले अफिसमा यस्तो यस्तो भयो, अब यो घर छोडेर जाने व्यवस्था गर्दै गरे हुन्छ, कुम्लाको चुम्रा बोके हुन्छ भनिसकेपछि कान्छीलाई शंका लाग्यो कि केही न केही गडबड छ। कान्छी उता घरमा खोज तलास गर्न थालिन् र साउनी यता अफिसमा आइन्, जसमा कान्छीले उता हार्ड डिस्क भेटाइन् भने यता घरबेटी साउनीले सागरलाई अफिसबाट निकाल्न लागिन्। र त्यही समयमा कान्छीको इन्ट्री भयो। प्रमाण सहित कान्छी सागरको अफिसमा गएर हार्ड डिस्क यहाँ छ भनेपछि त्यो घरबेटी साउनीको सातो पुत्लो निस्केको छ। अब उनको त्यो हत्याको पोल पनि कान्छीले यही समयमा खोल्ने छिन् भन्ने हामी ढुक्क हौं। जे होस्, यति बेला कान्छी र सागरको जित हुने पक्कापक्की छ। उनीहरूको कोठा सर्नुपर्ने समस्या पनि भएन र सागरले अफिस छोडेर जागिरविहीन हुने समस्या पनि टर्यो जस्तो छ। जे होस्, यति बेला सागर को हुन् भन्ने ती डाइरेक्टर प्रोड्युसर र ती आफ्नै साहुलाई पनि थाहा हुनेछ कि सागर कहिले गलत छैनन् र गलत काम गर्दैनन् भनेर। भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आफ्ना सल्लाह सुझाव भए कमेन्ट बक्समा लेख्न नबिर्सनु होला।